नमस्ते साथीहरु, आजको भिडियो चाहिँ गोवाको फ्लाइओभर और नेपालको पहिलो चाहिँ फ्लाइओभर रहेको छ। अब कतिसम्म काम भएको छ, कति दिन अझै लाग्छ, त्यही यो भिडियोमा छलफल गरेका छौं हामीहरु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। धन्यवाद। अनि मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। नमस्ते साथीहरु, अब सुन्नमा आयो कि चाहिँ गोवाको फ्लाइओभरको काम 90% भइसकेछ भनेर। यही महिनादेखि स्टार्ट हुनेवाला छ। अब कति पर्सेन्ट काम बाँकी छ त्यही हेर्नको लागि हामीहरु पुगे गोवाको। अब कति पर्सेन्ट कति दिनमा स्टार्ट हुनेछ, यो कतिको सम्भावना छ यही महिनामा स्टार्ट भइहालोस् भनेर। नेपालको चाहिँ पहिलो फ्लाइओभर हो। यो भिडियोमा बस्दै गर्नुहुँदा कति पर्सेन्ट चाहिँ वर्क कम्प्लिट भएको छ फ्लाइओभरको, त्यो हेर्नको लागि भिडियो अन्तिमसम्म हेर्नु होला। अब हाम्रो यात्रा चाहिँ 3 कुरेबाट स्टार्ट हुन्छ। पहिले चाहिँ साथीको स्कुटी लिएर हिँडे हामी गोवाको फ्लाइओभर हेर्न कति पर्सेन्ट काम भएको छ भनेर। यो चाहिँ खोलाको बाटो हो, जुन चाहिँ ट्राफिकबाट फेला पर्दैन, त्यही भएर खुलाको बाटो हिँडे हामीहरु। किनकि ट्राफिकमा फस्नु छैन हामीहरुलाई। झन्डै कति टाइम लाग्छ ट्राफिकमा फसेपछि। कोटेश्वरनिर कुरै छाडिदिनु कोटेश्वरको ट्राफिक। कोटेश्वरमा ट्राफिक लाग्नुको मेन कारण चाहिँ अब चारैतिरबाट जोइनिङ रोड छ नि, चारैतिरबाट जोइन बजार चाहिँ भक्तपुरबाट यता ललितपुरबाट यता चाहिँ काठमाडौँबाट, त्यही भएर त्यहाँ लास्टै ट्राफिक जाम हुन्छ। अब हामी चाहिँ आइपुगे गोवाको। अब यहाँदेखि हाम्रो अब काम स्टार्ट हुँदैछ, हेर्न सक्नुहुन्छ। बालुवा गिटी मिक्सर चाहिँ त्यही छ अहिले। यो चाहिँ गोवाको मेन पोइन्टनिर, मेन चौकनिर आइपुग्यो। त्यहाँबाट हेर्न सक्नुहुन्छ कस्तो दृश्य छ अहिले। आज अब गोवाको चाहिँ फ्लाइओभर कतिसम्म कम्प्लिट भइसक्यो त्यही अपडेट लिनको लागि आइपुगेछौँ हामी गोवाको फ्लाइओभर। यो चाहिँ माथिबाट, फ्लाइओभरको माथिबाट यहाँसम्म पिच पनि भइसकेछ, हेर्न सक्नुहुन्छ। अब यो चाहिँ फाइनल पिच होइन, त अहिले फिनिसिङ भएको छैन, तर हुँदैछ। त्यो नि टाइम लाग्दैन। अब यस्तो माथिबाट अर्डर चाहिँ आएको छ भने जेष्ठमा चाहिँ स्टार्ट गर्नुपर्ने रहेछ गोवाको फ्लाइओभरलाई। अब हेरौँ कति दिन लाग्छ। यो चाहिँ यहाँ चाहिँ कतिजनाले ट्राफिकमा फस्नु भएछ। यहाँ चाहिँ मैले नि एकपल्ट नि कति 35 झन्डै 35 मिनट ट्राफिकमा पसेको थिएँ त्यहाँ। त्यहाँबाट चाहिँ डोजरले टिप्परमाथि हालेर त्यहाँबाट गएर अब फ्लाइओभरमा खसाल्ने काम हुँदो रहेछ यहाँबाट। त्यसरी गिटी माटी अनि बालुवा मिक्स छ, त्यहाँ लगेर अनि यहाँबाट त्यहाँ लगेर गोवाकोनिर अनि त्यहाँबाट खसाल्ने अनि त्यहाँबाट पिचिङ अनि जति पनि प्रोसेस हो नि त्यही गर्दै हुनुहुन्छ त्यहाँ। यति छिटो काम हुँदैछ जस्तो लागिरहेछ मलाई। यो ज्येष्ठ महिनामा चाहिँ स्टार्ट हुनु सम्भावना छ, बढी टाइम लाग्दैन भनेर। यही चाहिँ ज्येष्ठ 15 गतेदेखि चाहिँ त्यहाँ गाडी कुदाउने कुरा हुँदैछ। अब यो सम्भावना यति छिटो काम हुँदैछ भने यो सम्भावना हेरेर चाहिँ मलाई पनि लाग्न सक्छ कि यो चाहिँ जेठसम्म चाहिँ गाडी कुदाउने काम होस् भनेर। तर कन्फर्म छैन, किनकि यो नेपाल हो, जेसुकै पनि हुन सक्छ। यहाँ आजै नि काम रुक्न पनि सक्छ, तर आशा गर्छु कि काम नरोकोस् भनेर। जेठ 15 को चाहिँ गाडी कुद्दा हेर्न पाओस् हामीहरु यो आँखाले। अब यहाँबाट चाहिँ हामी अलिकति अगाडि जान्छौँ। माथिबाट चाहिँ माथि चढेर चाहिँ भिडियो गर्न पाउँछ कि पाउँदैन त्यहाँ गएर सोध्ने छौँ। इफ पायो भने माथिबाट पनि भिडियोको दृश्यहरू हेराउने छौँ हामीहरु। इफ पर्मिसन पायो भने
माथि पनि गएर हेर्नेछौँ कि के काम कस्तो हुँदैछ भनेर, कति समय लाग्छ माथिको काम हुनको लागि, माथिको काम हुन चाहिँ अहिले कुन कुन बाँकी छ र अनि कुन कुन भइसक्यो माथिको काम। इफ पर्मिसन पायो भने, अब पर्मिसन नपायो भने त्यो त अब हाम्रो हितमा छैन कि पर्मिसन पाएर माथिसम्म जान पाओस् भनेर। फाइनली यार कसैले पनि रोकेन माथि जानको लागि। हामीहरू चाहिँ अब माथि यहाँबाट हेर्दैछौँ। यो चाहिँ हाम्रो अब माथिमा चाहिँ दृश्य कस्तो हुँदैछ तल हेर्दाखेरि त्यो नि हेर्नेछौँ, किनकि मेरो पनि फर्स्ट एक्सपिरियन्स हो चाहिँ फ्लाइओभरबाट तल हेर्न। यो चाहिँ अहिलेसम्म नेपालमा छैन पनि, अनि मैले चाहिँ अब विदेशमा गएको पनि छैन हेर्न फ्लाइओभरमा चढेर। तर अहिले चाहिँ अब हरेक नेपालीहरूको सपना चाहिँ पुरा हुनेछ। 3 देखि 3.5 करोड नेपालीहरूको सपना चाहिँ पुरा हुनेछ। नेपालमा पनि फ्लाइओभर हेर्न यही आँखाले सक्नुहुनुहुन्छ। यो कम्प्लिट भएपछि अब माथि गएर हेर्नु छ यो कतिको काम बाँकी छ, किन ढिलो भइरहेछ काम हुन, कहिलेसम्म चाहिँ स्टार्ट हुने हो गाडी कुद्न। यो चाहिँ तोकिया छ जेठ 15 देखि स्टार्ट हुने, तर अहिले काम हेरेर उस्तो लागिरहेको छैन कि जेठ 15 सम्म स्टार्ट हुनु सक्छ भनेर। तर यति छिटो काम हुँदैछ भने त्यो नि हेरेर लाग्न सक्छ कि अब मात्र अब पिचिङ गर्न बाँकी छ अनि लेभलिङ गर्न बाँकी छ। त्यही 2टा काम मैले हेरेँ बाँकी। अब माथि गएर सोध्नेछौँ कि कुन कामहरू बाँकी छ। मैले हेर्दाखेरि त अब यही 2टा काम हेरेँ मैले, तर मेरो हेराइले चाहिँ यहाँ फ्लाइओभर बन्ने छैन। त्यही भएर माथि सोध्नेछौँ कुन काम बाँकी छ भनेर। यी भिडियो मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई अन्तिमसम्म हेर्नु होला। चाहिँ मुनि हेर्न सक्नुहुन्छ कति फिनिसिङले भइरहेछ काम। एकदम एउटा सानो कुरा नोटिस गरेर अनि त्यसलाई कम्प्लिट गर्दैछन् हाम्रो ठेकेदारहरूले। अब यहाँ चाहिँ कति % जाला गोजीमा त्यो त थाहा भएन मलाई, किनभने नेपालको अब उस्तै स्थिति हेर्दै। यो चाहिँ जुन साइडमा छ नि त्यो चाहिँ हाम्रो बाटो होइन। यहाँ जतिसम्म गिट्टी अनि बालुवा छर्केछ नि त्यहाँदेखि लिएर उतासम्म मात्र बाटो हो। यो माथिको चाहिँ फुटपाथ हुनेवाला छ सायद। सम्भवतः मैले कच्चोटी तपाईहरुलाई लिएर आएको छु यहाँ माथिपट्टि चाहिँ के कस्तो संरचनाहरू बन्दैछ, के कस्तो बनिरहेका छन् भनेर। अहिले चाहिँ हालको लागि यहाँ बेस मिलाउनको लागि यहाँनिर चाहिँ पर्दारा माटोहरु खसाल्ने काम भइरहेको छ। त्यहाँ त्यो सबै माथिबाट हटाउँदै अनि फिनिशिङ गर्दै हो। गिटी माटो हुन्छ त्यो गिटी माटो चाहिँ यहाँनिर खसाल्ने काम भइरहेको छ। हेर्न सक्नुहुन्छ कस्तो तीव्र गतिमा यहाँ कामहरु भइरहेका छन्, यहाँनिर हेर्न सक्नुहुन्छ। अनि यहाँ रेलिङ हाल्नको लागि यहाँनिर त्यहाँ सबै हाउहरू जुन सिमेन्टहरू छन् माथि त्यो सबै निकाल्ने काम भइरहेको छ। हेर्न सक्नुहुन्छ नेपालीको सपना चाहिँ यहाँबाट पुरा हुनेछ। अब चाहिँ अहिले फाइनली म गएको छु जुन यहाँ बाइक गाडी र चार चक्के कुदाउन यहाँबाट सक्नुहुन्छ भनेर त्यो पुल माथि आइसकेको छु भने पुल माथिबाट यो सादा बाटोको साइडतिर हेर्दाखेरि चाहिँ यस्तो देख्दो रहेछ। त्यो चाहिँ अहिलेसम्म कन्फर्म छैन। भोलिको दिन तपाईँ हामी यहीँबाट गाडी चलाउनु पर्छ। बाइक अथवा जुनसुकै साधन भए पनि यहाँबाट गाडी हिँड्ने छ उड्न गर्ने छ भने अहिले हाललाई चाहिँ संरचनाहरू बन्दैछ भनेर हामी देखाइरहेको छौँ। किनकि मनी कन्फर्म छैन कि थुप्रै काम हेर्दैछु बाँकी हुने। मन पराइदिनु हुन्छ भिडियो। आज हामी अलिकति मेहनत गर्नेछौँ, अलिकति फेरि एकचोटि अझै सम्बन्धी कुरा बुझ्नेछौँ। अनि यहाँनिर अहिले अब यो 15 देखि यहाँ सुचारू गर्ने भनेर यहाँनिर काम एकदम तीव्र गतिमा गरिराख्नु भएको छ। हाम्रो ठेकेदार कम्पनीका त्यहाँनिर वर्करहरू एकदम खटाइएका छन् भने आजको दिन चाहिँ यहाँनिर अरू काम भन्दा पनि यो बेस मिलाउनको लागि चाहिँ त्यहाँ माटोहरू माथि ओसार्ने काम भइरहेको छ। हेर्न सक्नुहुन्छ हुन्छ चाहिँ 35 मिटर अनि त्यहाँ 4 लाइनको छ। पुल भनेको यो नै हो तपाईको यो चाहिँ 2 लाइन चाहिँ जाने होला। 35 मिटरको छ। अनि यही ठाउँ चाहिँ जुन चाहिँ वाल चाहिँ क्र्याक भएको थियो अनि यहाँबाट माटी त्यहाँसम्म उतासम्म खनेर निस्काएर अनि फेरि रिफिल गरेछ, यहाँसम्म फेरि भरेछ। अनि अब यहाँदेखि यति टाइम वेस्ट भयो यहीँ देखियो। त्यही भएर झन् चाहिँ टाइम लाग्यो हो यो फ्लाइओभर बनाउनको लागि। अनि यो चाहिँ फेरि माटी अब खसालेर फेरि ग्रेड गर्नुपर्ने ग्रेडरबाट, अनि फेरि यसलाई समतल बनाउनु पर्ने एकदम
त्यसलाई बनाएर त्यहाँ बनाइसकेपछि सबै माटोहरू फिलअप गरिसकेपछि अहिले चाहिँ यतिसम्मको ऊहरू आइसकेको छ, स्ट्रक्चरहरू आइसकेको छ भने हामीले हेर्न सक्छौँ। अनि सँगसँगै अब यो जुन माटो खसालिराख्नु भएको छ, माटो खसालेर चाहिँ केही समयपछि यसलाई फेरि ग्रेडर मेसिनद्वारा सबै समाउने काम हुनेछ भने त्यसपछि रोलरद्वारा सबै दबाइनेछ। अहिले हाललाई चाहिँ त्यहाँ टिप्परद्वारा माटो सबै यताउति बोक्ने काम भइरहेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अहिले पनि बाँकी छ कि गोबर पासको माथिपट्टि छौँ। गोबर पासको माथिबाट हेर्दाखेरि चाहिँ यस्तो देख्दो रहेछ। यो चाहिँ जुन ऱ्याम देख्नु भएको छ, यो ऱ्याम जुन प्योर पिच हुन्छ अनि त्यहाँबाट 320 मिटरको ऱ्याम रहेको छ। यो ऱ्याममा चाहिँ अहिले हालको लागि पिच गर्नको लागि यहाँनिर प्राइम गरिने काम भइरहेको छ, देख्न सक्नुहुन्छ। अब त्यही भएर म सोच्दै पानी नपर्देको भए सायद हिजै पुरै यो छरेर सिधिसक्यो भनेर यहाँनिर किनकि अब जो यहाँ सम्बन्धित व्यक्तिहरू हुनुहुन्थ्यो उहाँले भनिराख्नु भएको थियो भने आजको दिन चाहिँ त्यही तलसम्मै प्राइम छरेर केही दिनपछि यो चाहिँ पिच भइरहेका छन् भने अहिले हालको लागि चाहिँ देख्न सक्नुहुन्छ। सबै प्राइमर छरेर यहाँनिर चाहिँ कालोपत्रे गर्नको लागि यहाँनिर रेडी गरिएको छ। अनि सँगसँगै यहाँनिर हेर्न सक्नुहुन्छ रेलिङहरू पनि हेर्न सक्नुहुन्छ। अब यो कालोपत्र भइसकेपछि यो यसमा माथिबाट चाहिँ रेलिङहरू मात्रै हाल्नलाई बाँकी छाडिएका छन् कामहरू भने अब लगभग भनौँ न 10-15 दिन, धेरै होइन 10-15 दिनभित्रमा चाहिँ यो तयारीमा हुनेछ भनेर भनिराख्नु भएको थियो। भने जुन हाम्रो जेठको 15सम्म यो गाडी हिँडिसक्छ भनेर भनिरहेको थियौँ भने जेठको 15 होइन, जुन सडक विभागले जुन यो टाइमहरू दिएको थियो यो टाइमहरू अवधि चाहिँ तपाईँको यो जेठको मसान्तसम्म चाहिँ गाडीहरू हिँडाउनु है भनेर भनेको रहेको छ। भने त्यही अनुरूप नै यहाँनिर ठेकेदार कम्पनीहरूले चाहिँ धमाधम कामहरू भइरहेका छन्। मेन कुरा यहाँनिर भन्नु पर्दाखेरि चाहिँ जुन 2022 डिसेम्बरमा जुन यसको साइनिङ भएको थियो अर्थात् यो ठेकापट्टा गरिएको थियो भने त्यसको 2 वर्षभित्रमा चाहिँ सिद्धाउनु पर्ने थियो यो ठेकापट्टा अनुसार चाहिँ, अर्थात् 2024 डिसेम्बर महिनामा सिद्धाएर सडक विभागलाई हस्तान्तरण गरिसक्नु पर्ने थियो। तर त्यहाँनिर त्यो भएन। सँगसँगै यो 2024 को डिसेम्बर महिनामा गाडीहरू माथिबाट हिँडिसक्नु पर्ने थियो, त्यो पनि भएन। किनभने त्यहाँनिर चाहिँ ओभरपासै बनेको छैन भने गाडी कसरी हिँडाउने भन्ने कुरा पनि हुन्छ। अनि अहिले हालको लागि चाहिँ कामहरू तीव्र गतिमा भइरहेका छन्। सँगसँगै यहाँनिर हेर्न सक्नुहुन्छ तलपट्टि ब्रुमिङ गर्दै कम्प्रेसरद्वारा त्यहाँनिर धुलोहरू उडाइँदै अनि धुलोसहरू सबै उडिसकेपछि लगिँदैछ त्यहाँनिर। अनि त्यसपछि केही दिनपछि चाहिँ यहाँनिर पिच गर्नको लागि यहाँनिर तयारी गरिँदैछ। हेरौँ अब कति दिनपछि हुनेवाला छ। अनि एउटा कुरा के थियो भन्दाखेरि तपाईँको हिजो मात्रै यहाँनिर प्राइमर गरिँदै थियो। प्राइमर गर्ने क्रममा चाहिँ त्यहाँनिर